यो दार्चुलाको एउटा गाउँको यो तुइनबाट विद्यालय जाँदै गरेकी 8 वर्षको एउटा बालिकाको तस्बिर हो। यो हर्क साम्पाङ जो श्रम संस्कृति पार्टीबाट अहिले निर्वाचनमा विजयी पनि हुनुभएको छ। उहाँले पोस्ट सेयर गर्दै यसमा सक्दो सहयोग गर्ने र आफूले त्यहाँ झोलुङ्गे पुल बनाउने उद्घोष पनि गरिरहनु भएको छ। अझै पनि नेपालमा यस्ता तुइनहरू विभिन्न ठाउँहरूमा छन्। यो दार्चुलामा पहल गर्दै हुनुहुन्छ हर्क साम्पाङलाई म मनैदेखि नै आभार व्यक्त गर्न चाहन्छु, धेरै धेरै धन्यवाद दिन चाहन्छु। अझै पनि यस्ता तुइनहरू विस्थापित हुन्। अब नयाँ बन्ने सरकारले पक्कै पनि एउटा विकासको सञ्चार गर्नेछ भन्ने विश्वास लिएका छौँ। धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यो तुइन विस्थापित हुनेछ र यसमा झोलुङ्गे पुल निर्माणको लागि पहल गर्नुभएकोमा हर्क साम्पाङलाई धेरै धेरै धन्यवाद, मनैदेखि आभार व्यक्त गर्न चाहन्छु र सबैले सक्दो सहयोग गरिदिनु हुन पनि अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच।